यति धेरै दिनसम्म मैले मिनी ब्लग किन बनाएन? मिनी ब्लग नबनाउनुको मुख्य कारण चाहिँ के हो भनेर थाहा पाउनको लागि अन्तिमसम्म भिडियो हेरिदिनु होला। Alright guys, welcome back to my new mini vlog. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। आज म बिहानै उठेर फ्रेश भएर हल्का डान्स प्र्याक्टिस गरेर खाना खाने समय पनि भइसकेको थियो। भोक पनि लागिरहेको थियो, मजाले खाना पनि खाए। खाना खाएर रेडी भएर भाइलाई नास्ता खुलाउनको लागि मेरो फरारी लिएर म भाइको स्कुलतिर लागे। मैले चाहिँ डान्स किन प्र्याक्टिस गरेको भन्ने सोचिरहनु भयो। भान्जीले र बहिनीले डान्सिङ भिडियो बनाउनु पर्छ भनेका थिए। त्यसैले आज बिहानै उठेर डान्स प्र्याक्टिस गरे। मैले डान्स गरेको भिडियो टिकटकमा र फेसबुकमा हालिसकेको छु। गएर एकचोटी हेरिदिनु होला। मलाई डान्स गर्न त त्यति आउँदैन। भान्जीले र बहिनीले नाचेर भिडियो बनाउन भनेको भने गरेर मैले बनाएको। यदि हजुरहरुलाई हामीले नाचेको भिडियो मन पर्छ भने अब आउने दिनहरुमा मिनी ब्लगको साथसाथै डान्स भिडियो पनि आउने। भाइको क्लासमा गएर भाइलाई ल्याएर भान्जीको क्लासमा लगेर खाना खुलाए। भान्जीको क्लासमा लगेर भाइलाई किन खाना खुलाए भन्ने सोचिरहनु भएको होला। भाइले भान्जी बिना त खानै खाना मान्दैन। त्यसैले मैले भान्जीको क्लासमा लगेर भाइलाई खाना खुलाउँछु। आज त भान्जी र भान्जीको साथीहरुको बुझा र चौचौको पार्टी रहेछ। भाइलाई खाना खुलाएर भाइलाई भाइको क्लासमा छोडेर म घरतिर लागे। आधी बाटोमा पुगेर मलाई ठ्याक्कै याद आयो। मलाई चौमिन पसलको दिदीले नास्ता पुर्याउन जाँदा टाउन बजारबाट पहेँलो फुड कलर लिएर आइदे भन्नु भएको थियो। बिर्सेर घरतिर हिँडिसकेको मान्छे फेरि टाउन बजार रिटर्न आएर अंकलको पसलबाट एउटा पहेँलो फुड कलर किनेर म घरतिर जान लागेको थिएँ। एउटा बहिनी आएर बिग फ्यान दाइ हजुरको म भिडियो हेर्छु भन्दै थिए। यसरी सबैजनाले म तपाईको भिडियो हेर्छु नि भन्दै जाँदा त हाय हाय एकदम खुसी लाग्छ मलाई। यसरी नै हजुरहरुले मलाई सधैँभरि साथ सपोर्ट गरिरहनु होला। एकछिन बुनुसँग गफ गरेर म घरतिर लागे। चाउमिन पसलवाला दिदीलाई फुड कलर रिटर्न आएको पैसा दिएर म घरतिर लागे। घर पुगेर भिडियो एडिट गरेर बसिरहेको थिएँ। ठ्याक्कै भाइको छुट्टी हुने टाइम पनि भयो। त्यसैले म भाइको स्कुल गएँ। छुट्टीको घण्टी लागिसकेपछि भाइको क्लासमा गएर भाइलाई लिएर म घरतिर लागे। घर पुग्ने बित्तिकै मम्मीले मलाई मिलमा जा गहुँ पिस्नको लागि भन्नुभयो। बट्टामा आफ्नो नाम पनि लेखे। बट्टामा नाम लेखेर म घरतिर लागे। यति धेरै दिनसम्म मेरो मिनी ब्लग किन आएन, के हो कारण भन्ने हजुरहरुले सोचिरहनु भएको होला। यति धेरै दिनसम्म भिडियो नआउनुको कारण भिडियो बनाउँदाखेरि मेरो मोबाइलको डिस्प्ले उडेको थियो। मलाई थाहा छ हजुरहरुले मलाई एकदमै मिस गरिरहनु भएको थियो होला। मैले पनि एकदमै हजुरहरुलाई मिस गरिरहेको थिएँ। मैले फोन पनि बनाइसके। अबबाट डेली ब्लग आउँछ। भान्जीले र मैले ऐनामा हेर्दा डान्स सिकिरहेका छौं। डान्स नै मिलिरहेको छ। धेरै मेहनत पछि भान्जीले र मैले डान्स पनि सिकेँ। डान्स भिडियो मैले टिकटकमा र फेसबुकमा हालेको छु। सबैजनाले हेरेर माया गरिदिनु होला। आजको लागि मिनी ब्लग यति नै। बाइ बाइ।